मैले भइसकेको यहाँ कतिमा बस्छ परिवारमा हरिश्री महादेवज्यूले सधैँ रक्षा गरिदिनुहोस्, कल्याण गरिदिनुहोस्। परेहरू चाहिँ कहाँबाट आउने हो तलैबाट सोधेर गरिदिउँ न घुमाएर ल्याउँ भन्दैन कर्पूर गौरम हर 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 महादेव छिमी पाखी म छिटो आइदिन्छु तपाईँलाई ओम नमः शिवाय ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव वन्दनं ऋतुमक्षयमहामृतात् ओम त्र्यम्बकं यजामहे सुगन्धिं अलि माथि राखिदिनु भाइ गाडी त्यहाँबाट होइन यहाँबाट ऊ भित्र जाने बाटो देखेको थिएन न गाडी त्यहाँ बस्नु ल म एउटा फोटो खिचिदिन्छु अझै उठ्नु न के हुन्छ त्यो छेउमा उठ्नु न हुन्छ कुन्टु के छ कहाँ हिँडेको तिमी अस्ति त पुरै म्याकबुकमा पो पढिहाल्यो रुचि छ नि यहाँ छ सिलगढी सिलगढी आइदो निकाल्न पर्यो लाइटर छ नि लाइटर छ उयो माग्दा भएको छ नि तल गर्नु पर्थ्यो शिवलाई तल यहाँ पर्या निकालेको अनबक्सिङ अनबक्सिङ मेन्यु पिस सिम्बल अफ पिस ला टिसु पनि हालिन्छ होइन बाहिर छ चलाउनु के मलाई के मैले खुट्टा धुइदिनु पऱ्यो
सबै भएको छोरा सानै रहेछ त बिरामी भयो के गर्दा फेरि कार्टुन चाहिँ कहाँ राख्नु यति ढिलो हिँड्नु सक्नु ड्याडी यहाँ बस्नु मलाई टुप्पीमा राख्दिनु न उनीहरूले उडाइदिनु न यसरी फाल्न थोरै मात्रै हो तलबाट के भयो होला फेरि माया हुन्छ हुन्छ बस्छ पाइद भयो त भिडियो त छ नि मेरोमा भिडियो पनि फोटो पनि आएको छ 15 दिया 45 15 चौको 15 हुन्छ 105 105 बाल्नु न 7 वटा आमा नम्बर है आमा पूजन दाइ सबैको नाममा हडबल हुन्छ हडबो त नि ल यहाँ नाम है ल होइन हामी बाल्दैन कम्पानी जब अब हेर्ने ज्यादा देख्छ तपाईँलाई बुझाउन भयो राख्नु भोलि त्यही पठाइदिउँ कि या किनेर जाउँ कला भनेको चाहिँ नि भन्छ त्यो भित्र सोध्न हालेर आफै हु गर्ने हो कि लाकुला एहे आज लाइट हेलो हामी तल्लो गुफामा हौ भाइ न्यासले गर्नु भएको कहाँ हो तिमी चाहिँ
माथिबाट हेर्नु भने कस्तो देख्छ नि मामा माथिबाट हेर्नु घुम्दिन तपाईँ वास्तवमा टुप्पी लाने टुप्पी फोनिसी लानु हुँदैन बच्चा छ बेसी हो कता हो भाइ सबै डुल्ने घुम्ने हो ए बस आज लाग्यो कुन्ते भाइ यसरी गरेर कस्तो हुन्थ्यो बल्ल खेलाडीको पावर दाइज एउटा बस्न बज्ने होइन यहाँ नानीले बजाएर गएछ लाजी छोरीमा आउँछ खतरा पुग्छु अरू दुलो पनि हेरिदिनुहुन्छ क्या तपाईँले भाइ त्यो नगर मेरो उलाउँदा खतरा पुग्छ अब चाहिँ हुँदैन क्या छोरी हुँदैन के मुखै काट्नुपर्छ कि त्यही हुँदैन भन्छु कुन्दु भाइले गरेछ उसको चाहिँ फेरि पर्स धेर भएर पैसा धेर भएर पेन्ट झरेको छ कति हो लास्ट कति लानु किन्दिनँ मलाई नि बसेको चस्मा छैन यस्तो यस्तो सानोबाट छैन सानोबाट त्यो कति रुपियाँ पर्छ त्यो गोललाई यत्रो त्यो कालो निकाल्नु त्यो कालो निकाल्नु न कुन यो गोलो कालो कुन्ते भाइ ए त होर्दैन के मलाई त कुन्ते भाइ छैन बढी के नकिदिने कम्पनी नै हो यो तपाईँको कम्पनीको चस्मा दिने हो त्यो लट्टा पट्टा चस्मा दाँत थोदेले पैसा दिन्थ्यो है ल ल अङ्कल यहाँ पैसा राख्नु न यो पैसा एकचोटि कति छ तपाईँहरूले घाटा हो कि अलिक बाहिर जान्छ होइन म त यस्तो ठ्याक्ठ्याक गाडिदिन्छु तपाईँ हान्नुहोस् ए के हुन्न बस्नुहोस् न 10-15 मिनट 4देखि उकालो हान्नुपर्छ तपाईँले 5 3 हान्नु भने होइन 4देखि उकालो हान्नुपर्छ तपाईँले मामा 5 राख्नुहोस् है मजाले राख्नुहोस् है ए
भएन अब तपाईँ हान्नु न म हान्छु एक लट कुन हान्ने पैसा निकै कमाउनुहुन्छ नि म हान्ने घर बनाइदिने ती छ त हाम्रोमा बोटे तपाईँको 30 छ त बोटे हाम्रो त्यहाँ छ हान्नुहोस् न हान्नुहोस् हान्दैन यसमा म हान्छु त्यसमा म हानिदिन्छु तपाईँ तर यो आयो भने चाहिँ हाम्रो दुइटै हुन्छ है यो आयो भने चाहिँ यो आयो भने ल दुइटै यहाँ पनि हाम्रो एक कस्तो चिज एउटा आयो बराबरै हुन्छ कुन चाहिँ तपाईँ यो कता आयो भने पनि तपाईँको पैसा यो जान्छ यहाँ आयो भने तपाईँको पैसा आउँछ यसमा चाहिँ हाम्रो आउँछ गाडी छ त यो कति आयो 3 पर आयो तपाईँको पैसा यहाँ आयो आयो त नि हाम्रै पैसा भयो कि मगाट्नु फेरि पाल्नु पर्यो अब जाउँ भरे लक्ष्मीले कति कमाउँछ चस्मा नदेख्यो नि तपाईँलाई चाहिँ खास यो सुहाउँछ भने त यो जुलाई ग्याङ म्याचिस मेबी तिमी ब्याड बिच म चाहिँ भुसिया कुकुर यस कुन्दनिज भुसिया कुकुर मलाई टोक्यो भने हुन्छ मम्मी मामालाई रेबिच होइन भने के पो उकालीमा जाँदा जाँदै दाहिने पर्यो बज हे एउटा आज पुग्नेको दिन एउटा घर गेसी पिटी लडा गरेर शान्ति छोरा बत्ती बाल्ने बारम्बार आइदिएर एउटा माधुको यस्तो हात लगाएर बनाउने हो नि त एकचोटि के भन्छ त्यो कुन भगवान अरे कुन हिमाल अरे गौरीशङ्कर हिमाललाई सुन्ने गरी हानिदिनु पऱ्यो है धन्यवाद दाइ जय शम्भु बुद्ध पनि छ म के भन्न चाहन्छु भने कुन्दन भाइले किनेको चस्मा लगाएर हिँड्दैछु म ठ्याक्कै चस्मा लगाएर पनि चोर देख्ने भनेको चाहिँ मान्छे है यो अनुलाई चाहिँ चस्मा कहिल्यै नसाउने रहेछ है मलाई बार इग्नोर त चस्मा त सानो किन्नु पर्ने कि त घसेको चस्मा त घाच्चा देख्यो नि मामा होला फेरि त उकालो चढ्नु पर्यो है हिजोको त ढुङ्गा पल्टेकोले हिँड्नु भएको थियो त पुराउन गाह्रो छ थाहा होला तिमीलाई नै चाहन्छु म धेरै तिमीलाई फल्दिङ यति आउँदा छ फेरि कडा अङ्कल कडा मार्यो ठ्याङ कुकुरी त्यहाँ काम हान्दैछ लामो लामो अनि त्यो हाम्रो यति मात्रै हो अनि त्यो उताको त्यो उँभोको उताको हाम्रो यति मात्रै हो भेडाहरू कहाँ राख्ने हो अनि त्यो त हाम्रो छेउमा बसिरहन्छ भेडाको त के मजै भएन नि
यहीँ भयो नि यहीँ बारेर राखिदिनु पर्यो उयोमा राखिदिनु के यहीँ त्यो कहाँ त्यत्रो माथि लग्यो भने त अनि अरूलाई पो फेरि